They're off again. Try it this time. What a catch! Are you kidding me? हेलो हाई नमस्ते तपाईहरुलाई स्वागत छ आजको क्रिकेटको एपिसोडमा। अब आज हामी चाहिँ नेपाल ए भर्सेस यान्टी स्ट्राइकको बारेमा हिजो भएको खेलको बारेमा चर्चा गर्ने छौं। तुझे थकान नहीं लग रही क्या? नेपालको ए टिमले चाहिँ 122 रन त्यो पनि 8 विकेटको क्षतिमा 20 ओभर खेलेर 122 रनको चाहिँ टार्गेट दिएको थियो। यान्टी स्ट्राइक जसले चाहिँ 15 ओभरमा 2 विकेटको मात्र 2 विकेटको क्षतिमा चाहिँ 123 रन हानेर गेमलाई जित्न सफल भएको थियो। अब नेपालका ब्याट्सम्यानहरु फेरि नराम्रा पनि थिएनन् हैन, सबै आशा लाग्दा ब्याट्सम्यानहरु थिए। कुशल बुर्तेल थिए, कुशल मल्ल थिए, लोकेश बम थिए। क्या बात है सर, क्या बात है सर, क्या यताउता यस्ता खेलाडीहरु थिए, तर पनि त्यो जित भने निकाल्न सकेन। त्यसकारणले चाहिँ चर्चा गर्ने छु म आज चाहिँ नेपालका ब्याट्सम्यानहरुले कति कति रन हाने, यान्टी स्ट्राइक चाहिँ नेपालमाथि किन भारी पर्यो त्यो कुरा चाहिँ गर्ने नै छ। वास्तवमा भन्नुपर्दा चाहिँ कुशल बुर्तेल मामाको चाहिँ जसरी ड्रप हुनुभयो, ए टिममा चाहिँ राम्रो एकदमै प्रदर्शन गरेर हुन त यो पहिलो गेम हो, ए टिममा चाहिँ राम्रो प्रदर्शन गरेर नेसनल टिममा चाहिँ सिनियर टिममा चाहिँ कमब्याक हुन्छ भन्ने चाहिँ ठुलो आशा गरेका थियौँ हामी क्रिकेट फ्यानहरूले हैन। तर पनि कुशल बुर्तेल मामाले 5 बल खेलेर डग आउट हुन सफल हुनुभयो। मतलब वो अलग ही लेवल का बंदा था। सफल हुनुभयो, मात्र 0 रन के आशा थियो निकै ठुलो। अब कुशल बुर्तेल मामाको चाहिँ के छ भने कुशल बुर्तेल मामा चाहे सिनियर टिममा होस् चाहे ए टिममा होस्, यदि कुशल बुर्तेल मामा चाहिँ चल्न सक्नु भएन, कुशल बुर्तेल मामाबाट चाहिँ रन आउन सकेन भने चाहिँ जुनसुकै टिम पनि धराशायी हुन्छ। देख रहा है एक अकेला कितनों को भारी पड़ रहा है। त्यही भएर चाहिँ तपाई जुनसुकै टिममा भएदा पनि तपाईले चाहिँ रन ल्याउनै पर्छ, तब मात्र नेपालको जुनसुकै टिमले पनि अर्को टिमलाई अपोनेन्टलाई चाहिँ जित्न सक्छ भन्ने मेरो कुरो हो। तपाईहरुको विचारमा के लाग्छ कमेन्ट गर्नु होला हैन। धेरै नै बोल्छु म अलि। अनि त्यहाँबाट त्रितराज दास जसले चाहिँ 9 बल खेलेर 19 रन ल्याएका थिए। उनको कोसिस राम्रो थियो र आज उनको फिल्डिङ त कुरै नगरौँ आउटस्ट्यान्डिङ थियो। They're off again. Try it this time. What a catch! Are you kidding me? आज सोशल मिडियाभरि उनको उडेर समाएको थियो क्याचको चाहिँ चर्चा छ। उनको स्ट्राइक रन रेट थियो 114 हैन। त्यसपछि अनिल शाहले पनि खासै राम्रो प्रदर्शन गर्न सकेन। 9 बलमा 14 रन ल्याएका थिए। उनको चाहिँ एउटा तपाईको चाहिँ एउटा चौका थियो, मात्र एउटा चौका थियो उनको भने स्ट्राइक रन रेट थियो 155.56 को है त। अनिल शाहबाट पनि हामीले चाहिँ कमब्याक हुने आशा चाहिँ राखेका छौं हैन। लामो समयदेखि चाहिँ उनी चाहिँ कमब्याक हुन नसकेको सिनियर टोलीमा चाहिँ अटाउन सकेका छैनन्। किन भन्दाखेरि उनी चाहिँ फर्ममा आउन सकेका छैनन्। उनले मौका नपाएका पनि हैन, उनले धेरै नै मौका चाहिँ पाएका छन्, तर पनि उनी चाहिँ फर्ममा आउन नसकेको कारणले गर्दा चाहिँ उनलाई चाहिँ सिनियर टिममा ल्याइएको छैन। र त्यस्तै छन् तपाईको कुशल मल्लको पनि त्यस्तै हालत छ। कुशल मल्लको त्यो खेल क्या थियो। कुशल मल्ल जो चाहिँ अहिले गुमनाम हुनुभएको छ, कुशल मल्ल जसको शट निकै उत्कृष्ट निकै खतरनाक हुन्थ्यो, उनी पनि फर्ममा आउन सकेका छैन। नेपाली फ्यान्सहरूले उनलाई चाहिँ पर्खिरहेका छन्, कुरिरहेका छन्, कहिले फर्ममा आउँछन् कहिले ब्याक हुन्छन्। हुन त खेलको उसै एउटा हुन्छ नि, खेल भन्ने चिजै यस्तै हो क्या। यो चाहिँ के हो अनि त्यहाँबाट हाम्रो कुशल मल्लले चाहिँ कति रन हान्नु भएको रहेछ भन्दाखेरि 15 बलमा जम्मा 9 रन 60 को स्ट्राइक। के भन्ने अब त्यस्तै हाम्रो पवन सरफको चाहिँ निकै उनले 49 बल खेले तापनि 41 रन 83 को चाहिँ 83.67 को चाहिँ उस स्ट्राइक रन रेट छ हैन। अब उनले चाहिँ तपाईको के छ भन्दाखेरि उनले चाहिँ 41 त्यो टिमको चाहिँ सिचुएसन अनुसार चाहिँ त्यसरी खेलेका हुन्। अब सबैजना भगा आउट भएपछि चाहिँ उनले सायद गेमलाई चाहिँ खेललाई चाहिँ अगाडि बढाउनलाई चाहिँ त्यसरी खेल्नुपर्ने बाध्यता थियो उनको हैन। तर पनि उनले चाहिँ अरूले भन्दा चाहिँ राम्रो प्रदर्शन गरे। हाईएस्ट रन रेट उनको थियो। लोकेश बमको त तपाईले यो
वर्ल्ड कपमा चाहिँ देख्नुभयो होला उनको प्रदर्शन इङ्ल्यान्ड विरुद्ध कस्तो थियो। अहिले पनि त्यसरी नै चाहिँ हामीले एक्सपेक्ट गरेका थियौँ, तर पनि 13 रन ल्याएर सायद पनि प्रेसरमा सबैजना आउट भएपछि होइन अब त्यही हुन्छ भनौँ न। अब 13 बलमा जम्मा 16 रन 123 को चाहिँ स्ट्राइक रन रेट थियो। कस्तो छ भने यी नयाँ प्लेयरहरूको चाहिँ पहिलोचोटि हो अस्ट्रेलियाको पिचमा चाहिँ, त्यही भएर पहिलो गेम पनि हो, उनीहरू चाहिँ सेटअप हुनलाई चाहिँ अर्को टाइम चाहिँ लाग्न सक्छ। त्यसको लागि चाहिँ हामी नेपाली फ्यान्सहरूले चाहिँ धैर्य धारण गरेर चाहिँ वेट गर्नुपर्ने हुन्छ र आशा छ अर्को खेलमा चाहिँ नेपाली खेलाडीहरू चाहिँ सेटअप हुनेछन्। नेपाली ब्याट्सम्यानहरूले चाहिँ एकदम धेरैको चाहिँ अपोनेन्टलाई चाहिँ धेरैको टार्गेट दिनेछन् भन्ने चाहिँ आशा गरेका छौँ। अनि त्यसपछि तपाईँको चाहिँ लोकेश बमपछि तपाईँको चाहिँ रसिद खानको पनि 11 बलमा जम्मा 10 रन थियो, 90 को स्ट्राइक रन रेट थियो भने नारायण जोशीको पनि जम्मा 8 बलमा 15 रन थियो। नारायण जोशीको चाहिँ ठिकै हो 8 बलमा चाहिँ 15 लास्ट टाइममा आएर पनि 8 बलमा चाहिँ 15 रन हानेका थिए। अब यस्तो थियो रन रेटको चाहिँ उस हेर्दाखेरि तपाईँको जुन रन नेपालको चाहिँ जुन रनको अवस्था थियो त्यसमा चाहिँ उनले प्रत्येक बलमा चाहिँ बाउन्ड्री हान्नुपर्ने थियो। त्यो प्रेसरमा पनि उनले 8 बलमा 15 रन ल्याए, त्यो चाहिँ राम्रो छ भन्ने मलाई चाहिँ लाग्छ। तपाईँहरूलाई चाहिँ खेल लाग्छ कमेन्ट गर्नु सब्सक्राइब गर्नु होइन। म यस्तै मान्छे हो, फटा मान्छे हो। अनि अब कुरो गर्नुपर्दा नेपालको बलिङ कस्तो भयो भनेर कुरो गर्नुपर्दा म तपाईँहरूलाई चाहिँ नेपालको बलिङको बारेमा पनि चर्चा गर्ने नै छु। नेपालको बलिङमा आकाश चन्दले चाहिँ तपाईँको चाहिँ 3 ओभर फालेका थिए, उनले 27 रन दिएका थिए भने उनको इकोनोमी थियो 9 रनको। अनि त्यस्तै रिजन ढकालले पनि हाम्रो 19 रन दिएका थिए मात्र 2 ओभरमा 0 विकेटमा 9.50 को चाहिँ 50 को चाहिँ इकोनोमी थियो। ठिकै थियो उनको बल पनि भनौँ। साहब आलमको पनि 12 रन दिएका थिए, 2 ओभरमा 6 को इकोनोमी थियो। यहाँ चाहिँ विकेट लिन सफल भएका थिए मात्र पवन सराफ, जसले चाहिँ 2 विकेट लिएका थिए। 4.33 को चाहिँ इकोनोमी थियो उनको भने रन दिएका थिए उनले 13 र तपाईँको 3 ओभरमा। अरू कुशल मल्लले पनि 2 ओभर गरे, उनले पनि विकेट निकाल्न सकेनन् र कुशल भुर्तेल मामाले पनि 3 ओभर गर्नुभयो, 26 रन दिनुभयो, 8.67 को चाहिँ इकोनोमीमा बोलिङ गर्नुभएको थियो। र मलाई के लाग्छ भने यो चाहिँ अस्ट्रेलिया चाहिँ पिच पनि गाह्रो छ भन्छन् होइन, साथीहरूले त्यही हल्ला गर्छन्। त्यो कारणले पनि हाम्रो नयाँ ब्याट्सम्यानहरूलाई चाहिँ यस्तै हो क्या, साधारण मान्छे साधारण बोली होइन, यस्तै हो। त्यही भएर चाहिँ दुःख गाह्रो नमानिकन च्यानललाई सब्सक्राइब चाहिँ गर्नु ल। त्यो कारणले गर्दा पनि हाम्रो केटाहरू चाहिँ सेटअप हुनलाई चाहिँ टाइम लागेको होला होइन। त्यही भएर चाहिँ अब आउने अर्को नेक्स्ट म्याच चाहिँ आजै छ 2:15 जाँदा बङ्गलादेशसँग। त्यही कारणले गर्दा सबैजनालाई हाम्रो नेपाली खेलाडीहरू नेपाली फ्यान्सहरूलाई सबैजनालाई शुभकामना छ। नेपालले जित निकाल्ने छ भन्ने चाहिँ आशा गरेका छौँ। यतिसम्म चाहिँ एकजनाले पनि हेर्नु भएको छ भने चाहिँ तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद होइन। माया गरिराख्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला। जय नेपाल, जय नेपाली क्रिकेट। थ्याङ्क यू, लभ यू।